नमस्कार, शुभ प्रभात। आज विश्व जल दिवस। जलको महत्त्व के छ, पानी बिनाको हाम्रो जीवन कस्तो हुन्छ भन्ने कुराको एउटा गहन अध्ययन गरौँ। बोटबिरुवा, पशुपक्षी लगायत हाम्रो मानव जीवन अथवा यो प्रकृतिलाई पानी भएन भने, जल भएन भने अन्न उत्पादनदेखि लिएर अन्य सबै कुराहरूमा, मेसिन चलाउनदेखि लिएर सबै कुराहरूमा जलको अत्यन्तै धेरै ठुलो महत्त्व छ। त्यसैले जल स्रोतका मुहानहरू अनि पानीको महत्त्वका बारेमा हामीले हरेक मानिसलाई जनचेतना जगाउनु आज ठुलो आवश्यकता छ। सरसफाइका कार्यहरूमादेखि लिएर यावत चिजहरूमा तपाईँले घर निर्माण गर्दै गर्दा घरलाई उचित पानी भएन भने तपाईँको घरको अवस्था कस्तो हुनसक्छ। त्यसैले यो जलको महत्त्वलाई हामीले आत्मसात गर्न सकौँ र यसको संरक्षण, यसलाई उचित प्रयोग गर्न सकौँ भन्ने एउटा सन्देशका साथ यहाँहरूसँग पनि हामी जीवनचक्र सम्मान नेपाल निरन्तर जनचेतनामूलक अभियानहरूमा छौँ। जलस्रोतका मुहानहरूलाई कसरी सफा राख्ने, उसलाई संरक्षण कसरी गर्ने, जलाशयहरूलाई सफा कसरी राख्ने, यी यावत विषयहरू, खोला नाला, पानी, कुवा पैनीहरू कसरी सफा राख्ने भन्ने विषयमा हामी पनि तपाईँहरूसँग सिक्दैछौँ र यहाँहरूसँग सिक्दै सिकाउँदै यस्ता दिवसहरूको महत्त्वका बारेमा विभिन्न समयमा हामी सचेतनामूलक कुराहरू पनि सम्प्रेषण गरिरहेका छौँ र सबैलाई एकमुष्ट रूपमा यो विश्व जल दिवसको अवसरमा यसको जलको महत्त्व हामी सबैले बुझ्न सकौँ र हरेक मानिसलाई यो जलको विषयमा चेतना दिन सकौँ। यहाँहरू सम्पूर्णलाई फेरि पनि हार्दिक शुभकामना। नमस्ते। मेरो जिम्मेवारी म पुरा गर्छु, परिवर्तन आफूबाट सुरु गरौँ।